उहाँले चाहिँ अहिले अन गरेर देखाउनुहुन्छ। बत्ती अन गर्नु त। यहाँबाट थिच्दाखेरि यो बत्ती अन भएको छ। अब उहाँले फेरि अर्को बत्तीलाई पनि त्यस्तै गरी बनाउनु भएको छ, अर्को पनि अन गर्नुहुन्छ। ओके, यो हेर्दाखेरि चाहिँ उहाँले यो बत्ती अन गर्नुभएको छ। नमस्कार, म प्रणाम सिंह, नेपाल विद्युत प्राधिकरणको दुबी ग्रिड महाशाखा अन्तर्गतका बसबु सब स्टेसन तेह्रथुममा म इलेक्ट्रिसियन पदमा कार्यरत छु। मैले उहाँको खासमा परिचय किन लिएँ भने उहाँको बारेमा तपाईँहरूले थाहा पाइराख्नु जरुरी छ अहिले, किनकि उहाँ प्राधिकरणमा कार्यरत हुँदा उहाँ चाहिँ अहिले तेस्रो लेभलमा कार्यरत हुनुहुन्छ भन्ने उहाँले आफ्नो परिचय दिइसक्नु भएको छ। उहाँले आफ्नो कोठामा एउटा यस्तो किसिमको उपकरणहरू बनाउनु भएको छ जसलाई चाहिँ मोबाइलबाट कन्ट्रोल गर्न मिल्ने, तर उहाँले चाहिँ यो बत्तीलाई चाहिँ कसरी मोबाइलबाट अन अफ गर्ने बनाउनु भएको छ। म उहाँलाई चाहिँ देखाइ माग्न चाहन्छु। हामीले देखाउनुहोस् न तपाईँले चाहिँ कसरी के गरेर यो बत्ती चाहिँ मोबाइलबाट कन्ट्रोल हुने बनाउनु भएको हो। यसको हामीले गरेको बोर्ड ओके, यो भित्र के भन्छ यसलाई के भन्छ? यो भनेको कन्ट्रोलरकै यो कन्ट्रोलर भइहाल्यो। हजुर, यसलाई हामी नोड के भन्छन् यो माइक्रो कन्ट्रोलर भन्छौँ। विशेष गरेर यो पार्ट एउटा सानो माइक्रो कन्ट्रोलर, यसलाई हामी अर्डिनो युनो भन्छौँ कि अर्डिनो उनो R3 भर्सन छन्, त्यो भइहाल्यो। त्यसपछि यहाँ ब्याट्री कन्ट्रोलर पनि छ नि, ब्लुटुथ कन्ट्रोलर। यो तपाईँको यो पार्ट भनेको ब्लुटुथ कन्ट्रोल भइहाल्यो। यो भनेको सिम्पल वायरिङ गरेको। मेन भनेको यसको एक्चुएटिङ म्यानेजमेन्ट भनेको स्विच भनौँ न, डिजिटल स्विचेस। यो भनेको यो 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 हेर्नुहुन्छ नि, यो पोर्सन यो दुवैलाई प्यारलल चाहिँ राखेको छ। निकालेर देखाउन मिल्छ त्यसलाई? मिल्छ, अलिक कम्प्लिकेटेड छ, ध्यान दिएर। यो भनेको हाम्रो भइहाल्यो 12 भोल्ट डीसीबाट चल्ने स्विचेस, जुन हामी अन अफ गर्दाखेरि यसले अन अफ गर्ने एनसी र एनएनको स्विचेस हुन्छ, डिजिटल स्विच भन्छौँ। यो अब तपाईँ कमान्ड दिएपछि त्यो पर्फर्म गर्ने। यो हामी 3टा राखेको छौँ कि, यो एउटा यहाँ र यो 2टा पछाडि छन्। यो भनेको 12 भोल्टले यसको एनर्जाइज हुने हो, सप्लाई डिसी चाहिन्छन्। र 5 भोल्ट भनेको यसको अन अफ गर्नलाई कन्ट्रोलिङ स्विच बिचको छ नि, यो टर्मिनल यो हेर्नुहुन्छ कि, यसलाई अन अफ गर्नलाई यहाँ कमान्ड दिन्छौँ नि, योबाट हामी त्यो कमान्ड दिएपछि यो बिटी मोडलले यसलाई दिन्छन् अर्डिनो उनोलाई फेरि यसको त्यो यसरी प्रोग्राम गरेको छ। अर्डिनो उनोलाई यसको एक्चुएटिङ हुन्छ नि यो बिचको टर्मिनल, त्यसलाई त्यो कमान्ड दिएर यसलाई अन अफ गर्छ। एनोलाई एनसीलाई यो तार हेर्नुहुन्छ नि, यो तारहरू छन् कि यो 220 भोल्ट छ कि डाइरेक्ट इनपुट भएर आउटपुट गएको छ। र यो भनेको यो हाई भोल्टेजलाई यो लो भोल्टेजलाई हामी कमान्ड दिएर कन्ट्रोल गर्छौँ। ओके, हामी कन्ट्रोल गरेर पनि हेर्छौँ। तपाईँलाई मैले सुरुमा पनि देखाएँ, अब कन्ट्रोल गरेर हेर्छौँ। अनि एउटा अर्को प्रश्न, यो तपाईँले यो जुन सफ्टवेयर तपाईँले देखाइरहनु भएको छ, स्विच अन अफ गर्ने, बत्ती अन अफ गर्ने देखाइरहनु भएको छ, त्यो चाहिँ तपाईँले आफै बनाउनु भएको हो कि अथवा कहीँबाट डाउनलोड गर्नुभएको हो? यो प्ले स्टोरमा फ्री एभाइलेबल छन्, अर्डिनो कन्ट्रोल भनेर। यो भनेको यो रहेछ, यो अर्डिनो कन्ट्रोल भनेर। कन्ट्रोलले फ्री एभाइलेबल छन्। र हामीले कुन टर्मिनल यसको छ नि आउटपुट, डिजिटल आउटपुटहरू कुन टर्मिनल युज गर्ने हो त्यो अनुसारलाई प्रोग्राम गरिन्छन्। ओके, अनि यो प्रोग्रामिङ गर्ने तपाईँले आफै प्रोग्रामिङ गर्नुभएको हो? प्रोग्रामिङ आफै भनौँ न, मलाई त पहिला पनि थाहा थियो यसको प्रोग्रामिङहरू। हजुर, तर आफैले यो कुन टर्मिनल हाल्ने, कुन टर्मिनल युज गर्ने भनेर त्यो प्रोग्रामिङ आफै गुगलको सहयोग लिएर युजहरू गराएँ। जस्तै अब खै यसलाई अफ गरेर देखाउनु त। जस्तै अब मैले यहाँ अफ गरेँ है, एलइडी लाइट छन् माथि, यसले अफ गरेको छ। ओके, एउटा बत्ती अफ भयो, एउटा बत्ती अफ भएन। यहाँ अर्को पनि अफ गरौँ। यहाँ पहिला बिचमा इन्सुलेसन राखेको छु नि, सर्ट लाग्छ भनेर। ओके, अर्को पनि अफ गरौँ। ल, यहाँनिर उहाँले आफ्नै मोबाइलबाट चाहिँ उहाँले बत्तीलाई चाहिँ अन अफ गर्नुभएको छ, अफ गर्नुभएको छ। अब अन गरेर पनि देखाउनु त। यो भनेको यो भनेको बुझ्नु नि, यो रिले बुझ्नु कि, यो रिले पिकअप भयो। पिकअप भनेपछि हामी कमान्ड दिएर अन गरायौँ। अर्को पनि गरौँ है, अर्को पनि पिकअप हुन्छ त्यो दोस्रो रिले पनि पिकअप हो क्या। तपाईँलाई चाहिँ यो सोच कसरी आयो कि यो मोबाइलबाट कन्ट्रोल गर्न सकिन्छ? यो त थाहा थियो होला तपाईँले, तर यसरी बनाउन सकिन्छ भन्ने सोच कसरी आयो र यो बनाउनुपर्छ भन्ने सोच कसरी आयो? जस्तै हामीले यो स्विच बोर्डबाट त कन्ट्रोल गर्न सक्छौँ बत्तीलाई, यो कोठाभित्रै भएको मान्छे त त्यहाँनिर सजिलै तरिकाले अन अफ गर्न सकिन्छ, तर तपाईँलाई चाहिँ कसरी सोच आयो कि होइन म मोबाइलबाटै कन्ट्रोल गर्ने बनाउँछु भन्ने चाहिँ कसरी सोच आयो? अब एउटा प्राविधिक भएपछि एउटा प्रविधिको इम्प्लिमेन्ट गरौँ नि त। हामी सबै सानो सानो प्रोजेक्ट गरिरहेको हुन्छन्, एउटा सानो प्रोजेक्ट इम्प्लिमेन्ट गरौँ, त्यो पनि थियो। र विशेष गरेर यो यहाँ धेरै चिसो हुन्छ कि, लगभग 4-5 डिग्री सेल्सियस जेनरली हुन्छन् क्या। अनि गर्मीको याममा भनेको
गर्मीको याम भनेको तपाईँको 12 14 हुन्छन् कि डिग्री सेल्सियस टेम्परेचर। अनि त्यहाँ म खाटमा सुतिरहेको हुन्छु कि बेडमा। अनि सुतिरहेको बेला लाइट जेनरली भन्छ नि स्वास्थ्यको दृष्टिकोणले पनि लाइट अफ गरेर सुत्दा राम्रो हो क्या। गुड स्लिप पनि हुन्छ अनि मेलाटोनिन हार्मोन हुन्छ त्यो पनि ब्यालेन्समा हुन्छन्। अनि त्यहाँ त्यहाँ गुटुटुटु तातो भइसकेको शरीरलाई अब बाहिर निस्केर फेरि आउनु अन गर्नु फेरि जानु अलि चिसो चिसो फिल हुन्छ, धेरै चिसो फिल हुन्छ कि। त्यही भएर भनौँ न अल्छीपनले सुरुवात गरेको।